हेलो साथीहरु नमस्ते वेलकम टु माय युट्युब च्यानल। आज चाहिँ साथीहरु न्यू डे न्यू ब्लग यसो फ्री टाइममा लिएर आएको छु। साथीहरु प्लिज साथीहरु मेरो युट्युब च्यानलमा गएर चाहिँ लाइक एन्ड सब्स्क्राइब गर्न नभुल्दिनु होला साथीहरु। साथमा चाहिँ भिडियो हेरेर साथ दिनु होला। यति त भन्नु पर्यो होला नि त साथीहरु, हैन? फर्मालिटी पूरा गर्नु पर्यो। आज चाहिँ म के कुराको अवेरनेस गराउँदै छु भन्ने कुरा साथीहरुले थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला साथीहरु। आज चाहिँ मैले विशेष गरी महिलाहरुको लागि युज हुने चक्की के हो यो चाहिँ अब पुरुषहरुले पनि थाहा पाइराख्दा हुन्छ, हैन? कसैको अब फ्यामिलीमा जस युज नगरे पनि थाहा पाइराख्दा राम्रो नि त, हैन साथीहरु? देख्न सक्नुहुन्छ यो चाहिँ कतिले युज गरिराख्नु भएको छ होला साथीहरुले, कसैले चाहिँ खाँदै हुनुहुन्छ होला, हैन? कसैले चाहिँ थाहा नहुन सक्छ। थाहा नहुनेहरुको लागि सर्ट मिनी ब्लगमा चाहिँ यो अवेरनेसको लागि साथीहरुलाई लिएर आएको छु। यो चाहिँ के हो भने गर्भनिरोधक चक्की ओसीपी ओरल कन्ट्रासेप्टिभ पिल्स चक्की हो। यो चाहिँ अर्को नीलोकन व्हाइट र अर्को चाहिँ सुनौलो गुलाबको चक्कीको रूपमा नि चिनिन्छ साथीहरु। यो चाहिँ गर्भनिरोधक चक्की, गर्भ रोक्नका लागि प्रयोग गरिने चक्की हो साथीहरु। महिलाहरुले चाहिँ यो चक्की गर्भनिरोधकको लागि यो चक्की पनि युज गर्नुहुन्छ साथीहरु। धेरै छ, हैन? यो चक्कीको बारेमा चाहिँ आज म तपाईहरुलाई भन्दै छु। यसले चाहिँ कसरी खाने, यो खाँदाखेरि चाहिँ के कम्प्लिकेसनहरु आउन सक्छ, के साइड इफेक्टहरु आउन सक्छ भन्ने कुराहरु शेयर गर्दै छु साथीहरु। प्लिज साथीहरु भिडियो हेरेर साथ दिनु होला। यो चक्की चाहिँ कहिलेबाट हामीले सुरुवात गर्ने भने पिरियड भएको 5 दिनबाट चाहिँ यो चक्कीको सुरुवात गर्ने। यहाँबाट एरो दिएको हुन्छ, त्योबाट चाहिँ स्टार्ट गरेर लास्टमा चाहिँ ब्राउन चक्की सुरुवात गर्ने। चाहिँ हर्मोनल चक्की भयो। यो ब्रान्ड चाहिँ आइरन चक्की। यो चाहिँ यो खाइसके पछाडी चाहिँ हाम्रो पिरियड चाहिँ यो ब्राउन चक्की खान थालेपछि हुन थाल्दछ। त्यसरी नै यो चक्की चाहिँ खाइसके पछाडी सुरुवातमा जस्तै 5 दिनको बादमा चाहिँ फेरि अर्को साइकल सुरुवात गर्ने साथीहरु। यसले चाहिँ अब त्यस्तो नर्मल हो, हैन? सुरुवातमा चाहिँ नर्मल साइड इफेक्टहरु देखाउन सक्छ कसैलाई, हैन? अब त्यो चाहिँ कस्तो हुन्छ भने कसैलाई चाहिँ अब फेसमा चाहिँ पोतोहरु आउने, चाया पोतो, अनि त्यसपछि भमिटिङ हुने, चक्कर चल्ने जस्तो सामान्य नर्मल कुराहरु देखा पर्छ। त्यही पनि लामो टाइम भन्दा पनि त्यो चक्कर चल्ने, भमिटिङ हुने चाहिँ खाको जस 1 घण्टा हो त्यस्तैमा चाहिँ यो चक्कीले चाहिँ भमिटिङ चक्कर चले जस्तो हुन्छ त्यो भित्रमा चाहिँ। अनि त्यसपछि यो चाहिँ हामीले खानु प्रयोग गर्दै खादै हुनुहुन्छ भने यो चक्की एक दिन खानु बिर्सिनु भने अर्को दिन फेरि पनि सम्झेर त्यो चक्की डबल खाइदिने साथीहरु। 2 दिन चाहिँ बिर्सिनु भएन, त्यो 2 दिनको बादमा बिर्सिनु भयो भने चाहिँ हामीले कन्डमको युज गर्न सक्छौं साथीहरु। त्यसरी बिर्सिनु भएन। यो चक्की चाहिँ कस्तो फिमेलहरुले महिलाहरुले चाहिँ नखाने भने साथीहरु, यो चाहिँ जसको चाहिँ अब माइग्रेन छ, बढी अत्याधिक मात्रामा टाउको दुख्छ, हैन? जसको चाहिँ मुटु सम्बन्धी, कलेजो मृगौला सम्बन्धी समस्याहरु छ उहाँहरुले चाहिँ खान मिल्दैन यो साथीहरु। र जसलाई चाहिँ डायबिटिज छ उहाँले पनि खान मिल्दैन। ब्लड प्रेसर जसको हाई छ उहाँले चाहिँ लिन मिल्दैन यो चक्की साथीहरु। चाहिँ विशेष गरी मैले एउटा भन्नु बिर्सेछु, यो चाहिँ गर्भ आइसकेपछि प्रेग्नेन्सीको समयमा चाहिँ खान मिलेन, कसैलाई थाहा हुँदैन नि त, हैन? त्यसरी चाहिँ खाने हैन साथीहरु। आजको भिडियो चाहिँ मैले यो ओसीपी को बारेमा यति नै शेयर गरे साथीहरुले। मैले चाहने जति नेक्स्ट अर्को ब्लग लिएर आउँछु साथीहरु। बाइ बाइ। आजको लागि यति नै। ह्याभ अ स्वीट डे साथीहरु। बाइ।